आदरणीय दर्शकहरू, अहिले हाम्रो बीचमा हुनुहुन्छ नन्दगोपाल श्रेष्ठ। उहाँ कुलेश्वर रामायण भजन मण्डली परिवारका एक सदस्य पनि हुनुहुन्छ। उहाँ सङ्गीत कर्मी पनि हुनुहुन्छ। उहाँका केही भजनहरू रेकर्ड भइसकेका छन्, जुन भजन रेडियो नेपालमा समेत बजिसकेको छ। उहाँले सङ्गीत सिक्नुभएको छ र सिक्नु मात्रै भएको छैन, उहाँले थुप्रै मानिसहरूलाई आफूले जानेका सिप, जो सङ्गीतको सिप छ, त्यो सिकाउनु पनि भएको छ। आज उहाँले सिकाएका थुप्रै त्यस्ता जो स्रष्टा हुनुहुन्छ, जो उहाँका चेलाहरू हुनुहुन्छ, उहाँहरूलाई एउटा जिन्दगीको पाटो खुलाउने मौका समेत उहाँको विद्या, उहाँको ज्ञानद्वारा प्राप्त भएको भन्ने कुरा हामीले बुझेका छौँ। सर्वप्रथम यहाँलाई हामी हार्दिक स्वागत गर्न चाहन्छौँ। धन्यवाद, नमस्कार। हामीलाई थोरै यो कुरा बताइदिनुहोस् न, रामायण भजन कुलेश्वर के हो, खास यो? अब हजुरको रामायण भजन, हजुर, यो रामायण भजनको तपाईँको यो तुरुस्कित रामायण भजन हो। यो फलारी बाबा बागमती घाटमा पचलीमा आएर बस्दाखेरि उहाँले एउटा रामायणको किताब हाम्रो जनसमुदायलाई उहाँले 500वटा प्रति बाँध्नु भएको रहेछ। अनि त्यही किताब हेरेर यहाँका हाम्रा विद्वान पूर्वजहरूले चाहिँ अब हरिप्रसाद श्रेष्ठ भयो, अब पुरानो नाम जुन भाइ दाइ, अब उहाँ त गाएर जानुभयो। अनि अर्को जुजु भाइ दण्डकारज्यू, अब ज्ञान दाइ, यिनीहरू ठुला मानिसहरू भजनको, उहाँहरू यो भजनमा आएर भजन गर्नुहुन्थ्यो। पहिला त भजन तपाईँको बनाएको विषयमा जाउँ आयो। यो भजन बागमतीको किनारमा पचली घाटमा बसेर काजी घाट, सबै काजीहरू जम्मा हुने भएको हुनाले काजी घाट बागमती, त्यो काजी घाटमा बसेर उहाँहरूले यो भजनलाई चाहिँ सार्नुभयो। रामचरित मानसबाट मुख्य चाहिँ श्लोकहरू त्यो सार्नुभयो र उहाँहरूले सारिसकेपछि अब यसलाई चाहिँ लयबद्ध गर्ने भन्ने कुरा भयो। लयबद्ध गर्नका निमित्त हरिप्रसाद श्रेष्ठ सङ्गीतज्ञ हुनुहुन्थ्यो। उहाँले चाहिँ यस रामायण भजनको लय हाल्नुभयो, सबै तयारी भयो। अब यो भजन कहाँबाट सञ्चालन गर्ने त भन्ने कुरा भयो। सञ्चालन गर्नलाई त अब कहाँ गर्ने भन्ने कुरा सबैको छलफल हुँदाखेरि सिधा पहिलाको आदेश्वर महादेव आदि पहिलादेखि नै भएको, त्यहाँबाट सुरु गऱ्यौँ भन्ने चाहिँ सबैको सल्लाह भए अनुरूप उहाँ गएर उहाँहरूले प्रत्येक सोमबार उहाँहरूले भजन गर्नुभयो। गाह्रो, यहाँदेखि हिँड्नुपर्ने है, हिँडेर आउनुपर्ने, साधन छैन उ बेलामा, मान्छेहरू कम जम्मा हुन्छ। त्यसो भएको हुनाले पूर्वजहरूले उतापट्टि छोडेर यता कुलेश्वर महादेवको मन्दिर छान्नुभयो। कुन बार गर्ने भनेको शनिबार जागिरदारहरू धेरै हुन्थ्यो उस बेलामा। उहाँले पनि मौका पाउँछ शनिबारको दिन पारेर प्रत्येक शनिबार 2013 सालदेखि सुरु भएको कुरा मैले बुझेको छु। अब त्यो भजन यहाँबाट एकदम यस्तो राम्रो भजन चल्यो कि कुलेश्वरदेखि आउने, सिटापाइलदेखि आउने, उता कहाँबाट आउने, यहाँ भजन हुँदै गयो। त्यहाँबाट हुँदै गयो। अनि अन्त भजन खोल्नका निमित्त एउटा रोचक कुरा छ। यहाँ आएर नरिवल अनि सुपारी सगुनको निमित्त अनि केही भजन मण्डललाई केही दक्षिणा दिएर हाम्रो यस स्थानमा आएर हजुरले भजन सुरु गर्नु पऱ्यो, हामी पनि भजन गाउँछौँ भनेर भनिसकेपछि यहाँका पूर्वजहरूले अनि हामी सबैलाई है जानुपर्छ है फलानु दिनमा भनेर भन्नुहुन्थ्यो। हामी जान्थ्यौँ अनि त्यहाँ भजन खोलाउँथ्यौँ। हामी एकदम कृति हुन्थ्यौँ, बडा आनन्द आउँथ्यो। हामी गाउँदा यसरी बस्दाखेरि हजुर त्यो बेलाको अनुभव मेरो आँखा चिनेर गाउँदाखेरि हामी 4 फिट माथि उडिराखेको थियौँ। त्यस्तो अनुभव हुन्छ यो रामायणमा, तन मन धन लगाएर सुन्यो भने है। अनि अब यो भजन त्यसरी खुल्दै गयो, धेरै ठाउँमा खुल्दै गएको छ यो भजन।
अहिले चाहिँ यो भजनलाई अब यहाँले त्यो जुन भजन रेकर्ड गर्नुभयो हजुर रेडियो नेपालबाट बज्यो भन्नुभयो नि हजुर त्यो कति सालमा यहाँले रेकर्ड त्यो गर्नु मैले भजन रेडियो नेपालमा भजन त मैले गरेको छैन मैले गीत हो है आधुनिक गीत मैले गरेको हो 2042 सालमा रेडियो नेपालको चाहिँ मतलब ए त्यो गीत हो गीत हो आधुनिक गीत हो भजन त मैले अहिले गर्ने विचार गरिराखेको छु अहिले गर्ने विचार गर्नुहुन्छ मतलब तपाईँले त्यतिखेरको जुन तपाईँले रेकर्ड गर्नुभयो नि जुन गीत तपाईँलाई सम्झना छ त्यो गीत अहिले गाउन सक्नुहुन्छ गाइदिनुहोस् न थोरै यो जीवन तिमीसँग बिताउने रहर यो जीवन तिमीसँग बिताउने रहर सधैँभरि चोखो प्रीति गाँस्ने रहर यो जीवन तिमी हिँड्ने गोरेटोमा हेर्छु सधैँ नियालेर तिमी हिँड्ने गोरेटोमा हेर्छु सधैँ नियालेर राखेको छु थुप्रै प्रीतिहरू सँगालेर यो जीवन यो कसको शब्द थियो यो सुदर्शन विक्रम राणा जेकुमा हजुर उहाँले धेरै राम्रो सङ्गीतहरू उहाँले गर्नुभएको छ उहाँ आफैले मतलब यो शब्द अनि यो सङ्गीत सबै उहाँकै हो उहाँकै हो आवाज चाहिँ तपाईँको हजुर आवाज हजुरले मतलब यो गीत अहिले पनि हामीले सुन्न सक्छौँ त कतै यसको के माध्यम छ यो रेडियो नेपालमा मात्रै छ होइन युट्युबमा छैन होला होइन त्यो के छ भने यो कम्पिटिसनमा म गएको हो ए ओके है त्यो छ रेकर्ड छ त्यहाँ 1042 भन्ने नम्बरमा छ ए ओके अनि यहाँले यस बाहेक अरू गीतहरू चाहिँ रेकर्ड चाहिँ गराउनु भएको छैन है छ एउटा गरेको छ मैले प्रचार गरेको छैन मतलब त्यो शिवजीको भजन शिवजीको भजन त्यो चाहिँ एरेन्जर चाहिँ नि मतलब यो रातो भालेको सँगै एउटा स्टुडियो छ त्यो एरेन्ज गरेर उहाँ अट्याक आउनुभयो हार्ट एट्याक हुनुभयो त्यस कारण मेरो गीत त त्यसै अधुरै कहिले कुरा यो भयो 1.5-2 वर्ष जति भयो ओहो मतलब अब यो रेकर्ड गर्ने भन्ने कुरा थियो यो भजन म अब त्यसलाई अलग्गै टेलिभिजन गर्नुपर्छ उहाँले गर्दै थियो ए ओके शब्द उहाँकै थियो शब्द चाहिँ नि त्रिभुवन स्वामी अन्तर्यामी हजुर शरण सदा दिनुहोला कसले यो चाहिँ नि यो हाम्रो भजन मण्डलको भजनमा यो देख्नु भएको चाहिँ नि गोपीलाल तन्नुकार पाटनको हृदयघात चाहिँ कसको भयो हजुर हृदयघात चाहिँ हार्ट एट्याक कसको भयो यो उहाँको नाम मैले चट्ट बिर्सेँ होइन एउटा गर्ने ठाउँ छ उहाँको नाम मैले बिर्सेँ मैले झट्टै मलाई मतलब यसको प्र्याक्टिस हुँदै थियो प्र्याक्टिस हुँदै मैले त्यो रेकर्ड छ मसँग रेकर्ड छ छ यसलाई थोरै गुनगुनाइदिनु मिल्छ हजुर गाइदिनुहोस् न त्रिभुवन स्वामी अन्तर्यामी शरण सदा लिनु होला जय शिव शङ्कर भोला जय शिव शङ्कर भोला त्रिभुवन स्वामी अन्तर्यामी शरण सदा लिनु होला जय शिव शङ्कर भोला जय शिव शङ्कर भोला ओ चन्द्रमुकुटमा झलमल गर्ने शिरमा निर्मल गङ्गा कर्मा दिमी दिमी डमरू बजेको गाठ मनोहर नङ्गा गाठ मनोहर नङ्गा त्रिभुवन स्वामी अन्तर्यामी
शरण सदा लिनुहोला। जय शिव शङ्कर भोला, जय शिव शङ्कर भोला। वाम काखमा द्वैत गौरी, कतिमा मृग पतिछाला। नागहरूका बाजुर बाला, नागैका सब माला, नागैका सब माला। त्रिभुवन स्वामी अन्तर्यामी, शरण सदा लिनुहोला। जय शिव शङ्कर भोला, जय शिव शङ्कर भोला। तीन नजरमा तीन थरी ज्योति, जगमग गर्दछ भारी। हर घडी हाजिर चरण कमलमा, ब्रह्मा कृष्ण मुरारी, ब्रह्मा कृष्ण मुरारी। त्रिभुवन स्वामी अन्तर्यामी, शरण सदा लिनुहोला। जय शिव शङ्कर भोला, जय शिव शङ्कर भोला। जानी न सक्नु महिमा प्रभुको, ऋषि मुनिले तक सारा। पाऊ शरण भनी झुकी झुकी धेरै, गर्छौँ हामी पुकारा, गर्छौँ तिम्रै पुकारा। त्रिभुवन स्वामी अन्तर्यामी, शरण सदा लिनुहोला। जय शिव शङ्कर भोला, शरण सदा लिनुहोला। जय शिव शङ्कर भोला, शरण सदा लिनुहोला। जय शिव शङ्कर भोला। अत्यन्त कर्णप्रिय, एकदमै राम्रो। यहाँको आवाज पनि त्यतिकै राम्रो, शब्द लय पनि त्यतिकै राम्रो उत्कृष्ट भजन यहाँले सुनाइदिनु भयो। रेकर्ड भएको छैन है? रेकर्ड भइसकेको छ, मैले यो दिएको छैन। ए ओके, रेकर्ड चाहिँ भइसक्यो छ, मसँग छ, तर मलाई चित्त नबुझ्दो भएनाले मैले नदिएको हो। ए भेरी गुड। त्यसमा सङ्गीत राम्रोसँग मिक्स भएको छैन। उहाँले गरिराख्नु, मैले भन्दै थिएँ यो भएन, यो हटाइदिनुहोस्, यो मिलाइदिनुहोस् भन्दै थिएँ। अब यहाँ सङ्गीतको गुरु पनि हुनुहुन्छ, यहाँले थुप्रै चेलाहरू उत्पादन पनि गर्नुभएको छ। वास्तवमा यो कुरा बताइदिनुहोस् कि सङ्गीत बिना पनि मानिसहरूले गाउने गरेका छन्, चाहे त्यो भजन होस् चाहे गीत होस्। त्यो सङ्गीत सिकेर गाउनु र सङ्गीत नसिकिकन गाउनुमा चाहिँ के फरक हुँदो रहेछ? आकाश पाताल फरक। के त्यो आवाजमै फरक आउँछ? गाउने तरिकामै फरक आउँछ? सुन्ने श्रोताहरूकै लागि चाहिँ त्यो चाहिँ होइन, मतलब त्यसमा इमोसन पनि हुन्छ होइन। म्युजिकले सबै कुरा गर्नुहुन्छ, सबै कुरा मिलाइदिने म्युजिक हो होइन, सरगम हो, ताल हो, शब्द त भइहाल्यो होइन। शब्द मात्रै पनि गर्दाखेरि पनि, अब त्यो शब्द गर्दाखेरि पनि हामीलाई चाहिँ सुरै चाहिने भयो। त्यो सुर सिक्यो भने त हार्मोनियम चाहियो नि। तपाईँको सुर बिना स्वर बन्न सक्दैन है? यही हो नि कुरो होइन? सुरमा मिठो हुँदैन। सुरमा तालमा गाउनको लागि स्वर खारिनु पर्यो। हजुर, सुर चिन्नु पर्यो। त्यसको लागि साधना हुनु पर्यो। हजुर, नियमित साधना हुनु पर्यो। एकदम होइन? हजुर। सङ्गीत यसमा हजुरले एउटा सानो जानकारी, हजुर, हामीले सारेगामा पद नि भनेर यो यहाँनिर छ नि, फिट गरिएको रहेछ भगवान्ले अटोमेटिकली। त्यसलाई चाहिँ के भन्नु रहेछ भने शास्त्रमा, पहिलो नम्बर सालाई खडक, रेलाई रे रेशब, गलाई गान्धार, मलाई मध्यम, पलाई पञ्चम, ढलाई धैवत, निलाई निखार। जस्तै सबै जानेको लागि निखारिसकेको एकदम राम्रो भन्छ नि। त्यो मतलब यसको अर्थ रहेछ है? हजुर, सारेगामाको मेन यो अर्थ यही हो। यसको रूप र रङ पनि यही हो, यसको नाम पनि यही हो। अनि मान्छेले सजिलोको लागि सारे ग म प ध नि 7वटा छोटकरीमा। हजुर। यसमा अब एउटा 5वटा जोड्यो भने 12वटा सुर बन्छ। कसरी भन्नु होला भने सा एउटै मात्र, प एउटै मात्र, अरू
5वटा जोडी हुन्छ। कुन कुन? रे जोडी हुन्छ, ग जोडी हुन्छ, म जोडी हुन्छ, ध जोडी हुन्छ, नि जोडी हुन्छ। 5 सुर भयो नि हजुर। 7 5 12 भयो। सबै सङ्गीत यही 12 सुरबाट बज्ने हो, अरू केही पनि होइन। ए ओके ल। हजुर। यहाँलाई हामी हाम्रो निर्धारित समय पनि अब सकिसकेको छ। यसलाई यस कार्यक्रमलाई अहिले 12 सुर गाउने तरिका पनि छ। ए हजुर। कसरी गाउने होइन तरिका पनि छ। सा रे रे ग ग म म प ध ध नि 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 ध ध प म म ग ग रे रे सा। यो 12वटा गाउने तरिका। अब 7वटालाई गाउँदाखेरि एउटा 7 थप्यो भने माथिको 8 बन्यो। सा रे ग म प ध नि सा सा नि ध प म ग रे सा। यस्तो अहिले बिलावल हो पहिलो नम्बरमा आउँछ यो सिक्दाखेरि। सबै शुद्ध स्वर हो यो। अनि अघि हजुरले भने 5वटा मैले विपरीत सुर पनि छ भने शुद्ध स्वर 7 भयो, 5वटा विपरीत हो है। त्यो दुइटै चाहिँबाट सबै सुर निस्किन्छ। हजुरले भन्नुभयो सङ्गीत बिना गाउँदाखेरि कस्तो हुन्छ भन्दाखेरि अब यस्तै फरक हुन्छ। विशेष समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ हामीले। हजुरलाई धेरै धेरै धन्यवाद छ। हस्।